नमस्कार, धनबहादुर राई हो। वार्ड नाम 2 खरतङचा वडा। मेरो नाम चाहिँ धनबहादुर। अनि म अलैँची रोप्नु थालेको अहिले झन् 25-30 वर्ष भयो होला यहाँ चाहिँ। त्यस कारणले गर्दाखेरि अब आमदाम त के भन्नु, आमदाम त अलिअलि भाउ आउँदाखेरि चाहिँ आमदाम आउने हो। यसपालि र पोहोरदेखि चाहिँ अलिकति आमदाम आयो। अनि पहिले त अब कोही बेला अब साथीभाइको दिनै पुग्दैन, 4000, 5000, 1500, 1000। अहिले चाहिँ अलिकति आमदाम आयो। अलिकति साथी बाह्र पनि यसो दिएर पनि अलिकति खाइ खर्च गरेर पनि यसो फल्दाखेरि चाहिँ यसो 1-1.5 लाख 2 लाख त्यस्तै आमदाम कोही बेला हुन्छ। अब कोही बेला भाउ आएको बेला, कोही बेला चाहिँ हुँदैन। अनि साथीभाइ यता चाहिँ म त्यति लाउँदिनँ, उता चाहिँ साथीभाइ लाउँछ यहाँको त होइन। त्यस कारणले गर्दाखेरि मैले पहिले हुन त म गर्नु थालेको त अहिले अब मैले कति 55 वर्ष जस्तो भयो होला यो अलैँची। मैले यो सिक्किम गएर सिकेँ। कति वर्ष गर्नुभयो सिक्किममा चाहिँ? रोपियो अनि उताबाटै म सिकेर आएँ। अनि कति वर्ष काम गर्नुभयो सिक्किममा? म 19 वर्ष उता 19 वर्ष गरियो। अनि चाहिँ यहाँदेखि यसो अलैँची लाउनु पऱ्यो। त्यही जुन काम गऱ्यो त्यही गर्नु मन नलाग्दो रहेछ। अनि त्यही अलैँची रोप्नु थाल्यो। अनि सबैले रोप्नु थालियो। अनि त्यहाँदेखि एकखेप चाहिँ भाउ गर्छु। भाउ गर्दाखेरि त्यस्तै अलिक लस पऱ्यो। तर के गर्नु, अब गर्दै गर्नुपर्छ। खेती अब कोही बेला आउँछ कोही बेला जान्छ, त्यस्तै हो। जुवा खेलायो भनेर मैले त्यो यो यसरी सफा गरिदिने। फुल फरे अब जेठमा हुन्छ। अब यो हुन्छ, यो झारपात यसो निकालिदिने, फुल सफा गरिदिने। अनि फेरि पछि अब टिप्दाखेरि चाहिँ यो बुढा सरगति सबै फ्याँक्नुपर्छ। यो बुढा सरहरू सबै फ्याँकिदिनुपर्छ। अनि चट्ट सफा गरिराख्यो। अब फुललाई पनि कुहिँदैन। यो फेरि फुल यो सफा गरिएन भने फुल सबै कुहिन्छ। यो सफा गर्नुपर्छ। झारपात भएको सबै निकालिदिनुपर्छ। अनि मात्रै मजाले सिँचाइ पनि राम्रो चाहियो होइन? हजुर, यसरी राम्रो गर्नु पऱ्यो। यो सबै यो झारपात सबै टिपेर यसो सफा गर्नु पऱ्यो। अनि त्यहाँदेखि उसको एउटा झाङबाट कति किलो जति निस्किन्छ? हजुर, एउटा झाङबाट कति किलो जति निस्किन्छ राम्रो? यसको ठुलो झ्याङमा चाहिँ 1 पावा आधी पावा त्यो सुकाउँदै त्यस्तै हुन्छ। ठुलो झ्याङमा त 1 केजी पनि आउनसक्छ। ठुलो झ्याङ होइन, ठुलो गतिलोमा चाहिँ। तर यिनै त बुढो भएको अहिले हेर्नु न, यत्रो ठुलो छ होइन। अब यो सकिहाल्यो। घरेलु गर्नु फेरि नयाँ लाउनु पर्यो होइन? हजुर। अब यसलाई यो उखालेर ठाउँ रोप्नु पऱ्यो। फेरि यसलाई थापिरहनु पऱ्यो यसरी। यसलाई मार्नु दिनु भएन यसरी, मानिदिनु भएन। यसलाई फेरि यो उक्लेपछि यो फेरि भन्छ। अब यो पलाएछ, यो बिरुवा रोपेको मैले यो पलाउँछ। अब यो बिरुवा यहीँ हुन्छ कि बाहिर ल्याउनुपर्छ? अनि यही थप्दा पनि हुन्छ, राम्रो जग्गा। फेरि के हुन्छ भने यो अलिकति फुलङ पनि जान्छ। फुलङ भन्दाखेरि छिर्के लाग्छ। त्यो छिर्के जस्तो लाग्यो। रोग पनि लाग्छ? यो रामला हो। यिनीहरू यो गोल्साई तपाईँ देख्नु भएको छ छैन? गोल्से भनेको अब सिक्किमको यो मैले सिक्किमबाटै लिएको हो अलैँची चाहिँ। यो चाहिँ रामला हो। यो नि धेरै प्रकारको हुन्छ? धेरै प्रकारको हुन्छ। 4 किसिमको हुन्छ। यो गोल्से भनेको एकदम मजाले फल्छ। फेरि व्हाइट, यसको पातुलो ठुलो दाना हुन्छ। यसको ठुलो दाना हुन्छ, बक्रा पातुलो हुन्छ, व्हाइट धेरै आउँछ। यो रामलाको 4 बरा कुइटली बराबर 4 बराको 45 केजी बस्छ। यसको 50 केजी बस्छ कुइटली। यो चाहिँ खरिलो हुने रहेछ। यो एकदम। तर यो सिक्किमदेखि नै मैले लिएको। यो सिक्किमदेखि नै मैले 2500 लिएको। यहाँको अरू किसानलाई पनि बाँड्नु भएको छ कि तपाईँको मात्रै छ यस्तो चाहिँ? यस्तो अलिअलि चाहिँ दिएको छु बिजन। अब दिनु त धेरै सकिएन। अलिअलि चाहिँ मैले बाँडेको छु साथीभाइलाई होइन, माग्नेलाई चाहिँ अलिअलि चाहिँ बाँडेको छु। अनि मेरो तल छ बल भनेमा। अनि यिनीहरू यसकै बिरुवा थियो। यो उकालुङ भनेको फेरि यो मिल्दैन, अलिक ढिलो पाक्छ। यो रामलाई छिटो पाक्छ। अझै रामसे भन्छ, चिप्से भन्छ नि, त्यो सानो हुन्छ के हो। त्यो सानो चाहिँ जुन छिटो पाक्छ मुसोले खाइहाल्छ, कालो मुसोले खाइहाल्छ। त्योभन्दा अलिक ढिलो यो पाक्छ। योभन्दा ढिलो यो गोल्साई हो। यो गोल्साई यता थियो। उकाल्नु भनेको मैले यो माथि थियो, माथिको चाहिँ यहाँ लिएको। यो आलमा हुने हो। भनेपछि कति थरी हुँदो रहेछ त अलैँची? अलैँची सर अब
गोलसाई रामसाई होइन चिप्से भन्छ रामसाई रामलाई यो 3 किसिम हुन्छ। फेरि अहिले निस्किएको छ अरे भर्लङ निस्किएको छ अरे। अनि भर्लङ कस्तो हुन्छ डम्बरसाई भन्छ कस्तो त्यो चाहिँ मैले हेरेको छुइनँ। यो सिक्किममा मैले 3 किसिमको चाहिँ मैले हेरिरहेँ। त अहिले भर्लङ कस्तो हुन्छ त्यो हेरेको छुइनँ। अनि चिप्सै त यिनीहरू सानो दाना हो। त्यो भर्लङ र त्यो डम्बरसाई चाहिँ मैले हेरेको छुइनँ। त्यो चाहिँ कस्तो हुन्छ त्यो चाहिँ हेरेको छुइनँ। तर यसले नै भन्छ कि डम्बरसाई कस्तो भन्छ होइन। त्यो गोलसाई यो त्यो सिक्किमदेखि लिएर मैले त्यो अरू त हेरेको छुइनँ। तर कस्तो हुन्छ कम्ता त्यो चाहिँ अब यो एउटा बिरुवाले कति वर्ष चाहिँ फल दिन्छ? यो बिरुवा लगाएपछि हुन्छ राम्रो जग्गा त्यसरीहरूले राम्रो जग्गा छ भने 15-20 वर्ष नै हुन्छ नि होइन। अलि सुकाउरो जग्गामा चाहिँ अलिकति सुकिहाल्छ। अब यो खरिद भयो 50 अब पानी लगाइरह्यो भने यो टिकाउ नै हुन्छ। भनेपछि 20 वर्षलाई एउटा बोटले फल दिइरहन्छ। हजुर फलिरहन्छ। यो तर अझै लगाएको कति वर्षदेखि सुरु गर्छ फल दिन चाहिँ? हजुर लगाएको यो लगाएको यस्तो हुन्छ। बिरुवा लगाएको चाहिँ के हुन्छ भनेदेखि ठुल्ठुलो लगायो भने 2 सर 3 सर लगायो भने यसपालि रोप्यो होइन जेठमा रोपेपछि अर्को साल जेठदेखि फलिहाल्छ। भनेपछि एक सिजनबाट अर्को सिजनमा फल दिन फलिहाल्छ। 1-2 थुङ्गो लगाइहाल्छ। खास मसिनो बिरुवा रोप्यो भने चाहिँ 3 वर्ष 2 वर्षदेखि अलिअलि फल्छ। 3 वर्षमा एकदम मध्य हुन्छ। 4 वर्ष 5 वर्ष चाहिँ राम्रो फल्छ। त्यहाँदेखि चाहिँ अलिकति लाचिन्छ है। भनेपछि फेरि नयाँ बिरुवा राख्नु पर्यो। त्यो नयाँ बिरुवा फेरि लाउनु पर्यो। यसरी मैले त्यो उता याङमामा के गर्दा भने यसरी थापिरहन्छु। अनि मेरो अलैँची जस्तो उनी लाउँदैन। अनि के गर्छ भन्दा म भित्र बिरुवा लगाइहाल्छु। अलैँची भित्र लगाइहाल्छु त बुढो बन्ने। मलाई पहिले त 15-20 लाख आउँथ्यो। एक खेप 1,05,000 बेचियो होइन मनको। अनि त्यहाँदेखि चाहिँ लच्क्यो। त्यहाँदेखि लच्किएपछि त के 70-85देखि त्यहाँ मेरो 22मा अलैँची बिग्रियो पर याङमामा। अनि त्यहाँदेखि 24,000 23,000मा गयो। त्यहाँदेखि मैले अलिकति उता चाहिँ थापेको छुइनँ। अब पोहोरदेखि भाउ आयो। अब यसपालि चाहिँ वैशाखदेखि आएर चाहिँ अब म साथी लान्छु 2-4 जना। टिपैमा त मेरा 9-10 जना नै हुन्छ साथीहरू। दिनु पऱ्यो उसले खाउनु पऱ्यो। अनि त्यसले गर्दाखेरि अब मलाई घाटो लाग्यो भनौँ अब त्यो 40-45 त्यहाँ हुँदै घटेपछि चाहिँ 22-23 24-25 त्यति बेला चाहिँ घाटा लाग्यो 2 लाग्यो। 6 साल भयो त्यो अलैँची घाँटी भाउ घाँटी। अब पोहोरदेखि अलिकति आयो। पोहोरदेखि यसपालि त 1 लाख कता माथि पुग्यो होला। 1 लाख घटिसक्यो मैले। 80,000देखि सुरु भयो यसपालि। हजुर 80,000 सुरुमा लानेले 80,000 90 1 1.5 होइन 1 लाख अस्ति 15,000 अस्ति नै सुनेको। अहिलेको त चैत अब रामनवमी आउँदैछ अहिले पुग्यो होला 1 लाख 20-25 पुग्यो कि 30-35 त पुग्नु पर्ने। कतिपय अहिले सोध्नु पनि छैन अलैँची पनि सकिहाल्यो। ल हुन्छ।